हिजो चाहिँ मैले भिडियो गरिनँ पनि मैले हिजो भिडियो हालिनँ पनि आज पनि भिडियो हालिनँ मैले किनभने हिजो आमाको मुख हेर्ने दिन थियो अरे अनि सेवारो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा रक रक राम 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 यसको रक रक के पाकिरहेछ हाम्रोमा ओहो सुँगुरको मासु टक्क लाएर यो कराई चाहिँ यो सानो कराई उतिया छ के ए टोली गुराँसको रक्सी ल्याएको रहेछ दिदी दिदी गुराँसको रक्सी चखाउने कि के चखाउने नमिनालाई गुराँसको रक्सी म यहाँ दिन्छु पख न यहाँ राखेको छु यहाँ ल्याउ त यहाँ ल्याउ न चखाउँछु कति मैले त कि एक घुर्की पनि मेरो त छिरेन मुखमा भयो क्या यस्तो छ हाम्रो चाहिँ उसको पोन्टो सबै लागेर बोले त हुने नि ऊ बेबी त खरायो नगर न यहाँ ल्याउ त मैले त मोबाइल पनि यस्तरी चलाएको पनि बिर्सिसक्ने भएछु यस्तै छ हाम्रो चाहिँ हल्लीचल्ली अनि उही त हो नि यहाँ त म खोलिदिन्छु पनि ल उ गर कुचुक गर कुचुक खेल कति छिटो मैले समात्दै पो त आज सुत्नु आज नसुत्ने मान्छे पनि सुत्ने भयो आइज जाउँ म यहीँ ल्याइदिन्छु ल बेस हात पनि कति साह्रो छिटो त हौ अनि आम्मामा छोड न छोरी आम्मा अँधेरो हैट नबिना जाऊ नबिना तिमीलाई यो लगाइदेऊ त गो त घेरिया बिटिहाल्यो चकचक पनि केटाकेटीको यति धेरै सामानहरू किनेर त ल्याएको छ नि आम्मामा हाम्रो यस्तो छ बिजोक हिँड छोरी हिँड म लिएर जान्छु सेवारो भन सेवारो म बाबु भाइ हो भने म बाबु भाइ हो भन्देऊ म बाबु भाइ हो केटो त डेन्जर केटो रहेछ यो चाहिँ कति बजाएको हो बजाइदाऊ न बजाइदाऊ मोबाइल हामी छौँ त्यहाँ राख न गेडा र भाइ तेल लागेको छ न मसला लागेको छ लसुन कुटेर हाले पानी मैले नै अस्ति लसुन र अब खानु भएपछि त सबै एउटा जङ्गली भएर बसिरहेको छु तलदेखि माथिसम्म किनभने म यहाँ चामल खेलाउँदैछु अघि बिहान गएर दिदीले कुटाएर ल्याउनु भएको चामल थियो अनि यो चाहिँ यहाँ बिहा भुसहरू छान्दैछु नि त अनि म चाहिँ यसरी भएर बसिरहेको छु
न्युज अब अरे गर्मी कति धेरै बाहिर चाहिँ यसो पानी पर्ला जस्तो जस्तो भइराखेको छ। अनि म यहाँ चामल केलाउँदैछु। चामल यो मिलबाट यसरी कुटेर ल्याएको चामल चाहिँ कसलाई मनपर्छ यसरी खानु? मलाई चाहिँ गुलियो गुलियो मिठो लाग्छ। चामल यसरी कुटेको चामल नखाएको पनि धेरै नै भइरहेको थियो। दाँत दुख्छ र खानै सक्दिनँ, तर मेरो दाँत एकदम कोमल नरम छ। यहाँ अघि हालिसकेको छु अलिकति, त्यसको एक बाल्टिङ अघि हालिसकेको छु। अनि यहाँ यति छ। दिदीहरू चाहिँ चोक जानुभएको छ फलाम लिनको लागि। अनि म चाहिँ चामल केलाउनु। मलाई त आजभोलि के भएको छ कि घरबाट बाहिरै निस्किनु मन लाउँदैन क्या, घरबाट बाहिरै निस्किनु मन लाउँदैन। अब भोलि चाहिँ यसो हल्का साथीको सपिङहरू गरेर पार्सल रेडी गरेर पठाइदिनु पर्ने छ, त्यो भएर चाहिँ बाहिर निस्किन्छु होला। होइन भने मलाई आजभोलि बाहिर निस्किनै मन लाग्दैन। अनि म नमोटाएर को मन राख्छ त, घरमै बसेँ 24 घन्टा घरमै। धन्न मलाई साथ दिने एउटा मोबाइल छ, त्यो पनि टाटा बाई बाई गर भने अनि म त मेरो चाहिँ बिजोक हुन्छ। बाहिर निस्किनै मन लाग्दैन नि त मलाई आजभोलि के भइरहेछ। अनि त्यही भएर चाहिँ म भोलि चाहिँ यसो बाहिर जानु पर्यो, टेन्सन भइरहेछ। घाम लाग्छ कि भन्ने पिर। फेरि चामल खाइदिउँ ल, हाम्रो घरबेटी आउनु भयो, चामल खाइदिउँ ल फेरि। हिजो चाहिँ मैले भिडियो गरिनँ पनि, मैले हिजो भिडियो हालिनँ पनि, आज पनि भिडियो हालिनँ मैले, किनभने हिजो आमाको मुख हेर्ने दिन थियो अरे। अनि हाम्रो चाहिँ अब हामी चाहिँ काठमाडौँ छौँ, अनि मम्मीहरू चाहिँ तेर्सुम बस्नुहुन्छ। अनि त्यही भएर मैले चाहिँ गरिनँ पनि, भिडियो पनि हालिनँ। अनि आज चाहिँ यसो हल्का हालिदिउँ न त बनाएर के छ भनेर चाहिँ यसो क्यामेरा ठहराएको। अनि अब जति पनि मेरो भिडियोलाई हेरेर माया गरिदिनु हुनेहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्दै नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।